फिफाले गरिसक्यो इन्फालाई ब्यान्ड गर्नु भनेको चाहिँ एकदम लिस्ट कुरा जस्तो लाग्छ मलाई चाहिँ। किनकि फिफाले चाहन्थ्यो भने अझै धेरै कुरा गर्न सक्थ्यो र यो ब्यान्डसँगै सबैभन्दा मर्का पर्ने भनेको चाहिँ यो कोचेसहरूलाई हो, यता रेफ्रीहरूलाई हो अनि प्लेयर्सहरूलाई हो। किनकि माथिको मान्छेहरूले त ऊ त पहिला पनि पैसा पेलेर पाइ नै राखेका थिए, अहिले पनि पाइ नै रहेका छन् र पछि पनि पाउनेवाला छन्। र प्लेयर्सहरू अब उनीहरू यहाँ खेल्न पाइरहेको छैन, लिग चलिरहेको छैन। पहिला हेर्ने हो भने 3 स्टार मनाङ मर्स्याङ्दी क्लब, यता नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, यिनीहरूको गेम हेर्नको लागि चाहिँ टिकट पाइन्थेन। 3-4 घन्टा अगाडि ग्राउन्डभन्दा गेम सुरु हुनुभन्दा पहिले जानु पर्थ्यो। त्यति हुँदाखेरि पनि पाइन्थेन। त्यो किसिमको हाइप थियो यो नेपालको फुटबलमा। तर अहिले हेर्नु नि पुरै स्टेडियम खाली छ। अब त्यहाँ अब हेर्न जाने भने जति पनि फ्यान्सहरू छन् उनीहरू जाने भनेको त्यो प्लेयर्सहरूलाई हेरेर हो। त्यही प्लेयर्सहरू छैन भने ती प्लेयर्सहरू चाहिँ अहिले कहाँ छन् भन्दा कोही न्युजिल्यान्डमा छन्, कोही अस्ट्रेलियामा छन्, कोही कतारमा छन्, कोही साउदीमा छन्। त्यो भनेको चाहिँ यहाँ नेपालमा अपर्च्युनिटी नपाएर हो। लिग भइरहेको छैन। अब लिग नभइसकेपछि प्लेयर्सहरूले त्यही अनुसारको एउटा म्याच सार्पनेस पाउनेवाला छैन। अब म्याच सार्पनेस नभइसकेपछि उनीहरूले यता नेपालबाट खेल्दाखेरि चाहिँ त्यो स्योर नै अब उनीहरूको गेम घटि नै रहेको हुन्छ। हामी फ्यान्सहरू फेरि अब मजाले गाली गरिदिन्छौँ। अस्ति भर्खर हेर्न पर्दाखेरि सावित्र भण्डार जस्तो प्लेयर जसले नेपालले युरोपमा चिनाएकी थिइन्, उनले चाहिँ अब त्यो तरिकाले सहयोग माग्नु भनेको चाहिँ नेपाल फुटबलको लागि चाहिँ एउटा बेजतको एउटा सिनारियो भन्दा फरक पर्दैन। नेपालको यो ब्यान्डसँगै उनीहरूको जति पनि फिफाबाट फन्डिङ आउने गर्छ, यता अब कोर्सेसहरू चलिरहेको हुन्थ्यो, ट्रेनिङहरू चलिरहेको हुन्थ्यो, यता डेभलपमेन्ट एक्टिभिटिजहरू चलिरहेको हुन्थ्यो। त्यहाँबाट चाहिँ कुनैमा पनि नेपालले पार्टिसिपेट गर्न पाउनेवाला छैन। र जति पनि फिफाको अन्डरमा जति पनि टुर्नामेन्ट्सहरू हुन्छ त्यहाँ चाहिँ नेपालले पार्टिसिपेट गर्न पाउनेवाला छैन। र नेपाल भनेको चाहिँ एउटा अन्डर डेभलप कन्ट्री हो, जुन चाहिँ बिस्तारै डेभलप हुँदैछ। यो हुँदै गर्दाखेरि चाहिँ नेपालको फुटबललाई यो किसिमको सिनारियो आउनु भनेको चाहिँ झनै नेपाली फुटबललाई चाहिँ एकदम पछाडि धकेल्यो जस्तो लाग्छ मलाई चाहिँ। एकतिर यता हामीले वर्ल्ड कप हेरिरहेको छौँ, अर्जेन्टिना भनिरहेको छौँ, रोनाल्डो भनिरहेको छौँ, मेसी भनिरहेको छौँ। त्यो हुँदै गर्दाखेरि चाहिँ त्यस हामीलाई सबैभन्दा माया लाग्ने भनेको त यही नेपाल नै हो। तर अहिले आएर चाहिँ नेपालको यो हालत आउनु भनेको चाहिँ एकदम दुःख लाग्दो कुरा। उता केप बर्दे जस्तो टिम, त्यो केप बर्देलाई कसैले चिनेकै थिएन, न मैले चिनेको थिएँ न तपाईँले चिन्नुभएको थियो। त्यो केप बर्देलाई अहिले आएर फुटबलले चिनाइरहेको छ उनीहरूलाई। पुरा त्यो खतरा खेलिरहेको छ बोजिनिया। त्यो मान्छेलाई त नचिने अहिले कोही पनि छैन दुनियाँमा जस्तो लाग्छ मलाई चाहिँ। र उनीहरू त्यस्तो राम्रो कन्ट्रीहरू छ, पुरा त एकदम सानो छ नेसन। उता क्युरेसा भइहाल्यो, तिनीहरू भइहाल्यो। पपुलेसन भएर मात्र केही हुनेवाला त होइन, किनकि इन्डिया पनि त्यही तरिकाले स्ट्रगल गर्ने रहेको छ। मेन कुरा भनेको चाहिँ यहाँबाट कसरी अगाडि बढ्ने भन्ने कुरा हो, सल्युसन के भन्ने कुरा हो। किनकि फिफाले यो ब्यान्ड त अब यसै पनि अब फुक्का गर्नेवाला छ, किनकि यो भनेको चाहिँ टेम्पोररी हो, पर्मानेन्ट होइन। तर पनि जस फिफाले ब्यान उता फुक्का गर्दै गर्दाखेरि चाहिँ फेरि पनि त्यही मान्छे हुने, त्यही तरिकाको प्लानहरू हुने, त्यही तरिकाको काम भयो भने त्यहाँ केही हुनेवाला छैन। र त्यही भएर नेपालको फुटबललाई यति राम्रै गर्नै मन छ भने बेस लेभलबाटै धेरै कामहरू गर्न जरुरी छ। जसले पनि भनिरहेको हुन्छ ठिकै गरे, फिफाले ब्यान गर्नै पर्ने थियो, यिनीहरूले जमानै गर्नुपर्ने थियो, ढिलो गर्यो भन्ने चाहिँ म के भन्छु भन्दा नेपाली फुटबलको त्यसमा गल्ती के छ र? किनकि जुन काम गर्ने मान्छेहरू पो गलत हो। नेपाली फुटबलले त केही गल्ती गरे जस्तो लाग्दैन मलाई। नेपालको फुटबललाई चाहिँ माया गर्ने भनेको हामी नै, जस नेपालीले नै हो। जसरी हामीले एउटा विदेशीको फुटबलहरू चाहिँ अलिकति मजाले हेर्ने गरिन्छ, एउटा रमाउने गरिन्छ, अलिकति माया गरिन्छ, त्यसरी नै नेपालको फुटबललाई चाहिँ माया गरेर चाहिँ छोड्न भएन। छिटै नै हामीले नेपाली फुटबल विकास भएको हेर्न पाइयोस्। एउटा युथ लेभलदेखिबाट अप्पर लेभलसम्म सबै कुराहरूमा चाहिँ राम्रो गरेको चाहिँ देख्न पाइयोस्। लगातार लिग हुन पर्यो। लिग भइसकेपछि प्लेयर्सहरू मजाले खेल्ने गर्छन्। प्लेयर्सहरूले खेलिसकेपछि उनीहरूले पैसा कमाउँछन्। पैसा कमाइसकेपछि उनीहरूले एउटा जीविकोपार्जन मजाले चलाउनेवाला छन्। त्यो हुँदै गर्दाखेरि चाहिँ यो नेपाली फुटबल चाहिँ राम्रो चाहिँ अवश्य हुनेवाला छ। र अबको नयाँ सरकार आइरहेको छ। नयाँ सरकार आइसकेपछि यो सरकारको चाहिँ एउटा मेन एजेन्डा भनेको चाहिँ कसरी नेपाली फुटबललाई चाहिँ माथि लाने, त्यो कुरा चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। र त्यही भएर तपाईँ हामी नै हो नेपाली फुटबललाई चाहिँ माया गर्ने, र त्यही भएर नेपाली फुटबललाई चाहिँ माया गर्न चाहिँ नबिर्सिनु होला। जय नेपाली फुटबल।